बुवा अनि नमस्ते बुवा। हजुर नमस्ते। हजुर अनि आराम हुनुहुन्छ? एकदम आराम। हजुर चाहिँ यही ठाउँको? यही ठाउँको। यो ठाउँको नाम चाहिँ के होला? यो ठाउँको नाम पहिला हामी त हाम्रो बाबु बाजेले गल्याङगुलुङ भन्थे। गल्याङगुलुङ हजुर हजुर। डाँडै मिलेको छैन त्यति। ए डाँडा नमिलेको भएर सबै भएर नमिलेको भएर चाहिँ सबैजना फोटो खिच्न आउनु सेल्फी डाँडा राखेको। अहिले चाहिँ सेल्फी डाँडा। अच्छा अच्छा हजुर। अनि मतलब माथि गुम्बा छ। यहाँ माथि चाहिँ गुम्बा छ। अनि कालुपाँडे डाँडा भन्ने त्यहाँ चाहिँ नि लाग्छ अझै 2-3 किलोमिटर छ। हजुर हजुर। कालुपाँडे डाँडा चाहिँ किन नाम राख्न गएको खासमा चाहिँ? पहिला इतिहास त्यो पृथ्वीनारायण शाहले त्यहाँबाट कालुपाँडेको टाउको त्यहाँ गाडेर रहेछ कि। कालुपाँडेको टाउको? हजुर काठमाडौँ हमला गर्ने बेला ए कीर्तिपुरमा मारेर त्यहाँ लगाएर गाडे अरे। ए अच्छा म त त्यही त यो इतिहास त्यही यही सुन्न मन लागेको थियो मलाई, यही बुझ्न मन लागेको। अनि यो ठाउँ चाहिँ कस्तो थियो त आजभन्दा 15-20 वर्ष अगाडि राजाको पालातिर? पालाले खासै बाटो आइसकेको थिएन। यिनीहरू बाटो चाहिँ अलिकति ठुलै थियो। हजुर हजुर। पछि बन्या हो यिनीहरू। हजुर हजुर। गाउँको बाटो सिँढी थियो, उकालो भएर सिँढी थियो। हजुर 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 हजुर। सबै राम्रो बाटो रहेछ। त्यतिखेर चाहिँ यहाँ उत्पादन गरेर चाहिँ यहीँ खाने यहीँको जमिनबाटै पुग्थ्यो है? यहाँको मान्छेको सबै यतापट्टि तलपट्टि खेत छ, उतापट्टि छ। हजुर। डाँडा पनि त्यो डाँडाको मान्छेहरू। अनि यहाँबाट काठमाडौँ भ्याली त्यो जुन छ नि खाल्डो कस्तो देखिन्थ्यो दसैँको समयमा? रमाइलो देखिन्छ नि। पुरै धान नै धानै धान पुरै घरले सकियो। यस्तै रहेछ। हस् त बा एकदम धेरै धन्यवाद यो बारे ठाउँको बारेमा जानकारी दिनुभयो। मर्निङ वाक आउनु भयो। थ्याङ्क यू सो मच। हस् हस्। मर्निङ वाक आर्मीको ल यो ऐतिहासिक ठाउँ है। मलाई चाहिँ यस्तो यस्तो गर्न खुब राम्रो लाग्छ अहिले चाहिँ होइन। इन्ट्रेस्टिङ लाग्न थालेको छ यो मान्छेहरूसँग कसरी बोल्ने भन्ने सिक्ने होइन। प्र्याक्टिस जस्तै हो बिस्तारै बिस्तारै। सर खिच्न मिल्छ होला तपाईँहरूको? मिल्दैन है? सोध्नु पऱ्यो नि फेरि पिटाइ खाइन्छ है। ल यस्तो राम्रो छ, तपाईँहरू पनि आउनु होला। त्यो सेल्फी डाँडा अरे मैले अब त्यो बिस्तारै बिस्तारै राइडको पनि म हाल्छु होइन। त्यो राइड गरेको बाटोको त्यो नभइकन चाहिँ यस्तो भ्लगहरू अपुरो हुन्छ क्या, त्यो चाहिन्छ। त्यसको लागि त्यसको कारणले गर्दाखेरि यतापट्टि चन्द्रगिरी हो फेरि है। डाँडा चाहिँ चन्द्रगिरी। अनि अब यो त आज त केही देखाउनु मिल्दैन। अँध्यारो के अरे यो अलिक धुवालो लागेको जस्तो भइरहेछ आज, दिन खुले नभएर। ल थ्याङ्क यू हेरिदिनु भएकोमा।